महिलाहरूको स्वास्थ्यलाई नै मध्यनजर गर्दै काम गरेको तर अरू विषयको पनि केही छ भने आउनुहुन्छ भने हामी त्यसलाई सहज गर्न कोसिस गर्नेछौँ। शिविरले चाहिँ एकदम राम्रो गर्यो क्या हाम्रो के अरे यतातिर अब काठमाडौँतिर जान नसक्ने बिरामीहरूको लागि यहीँ सुख सुविधाहरू औषधिहरू वितरण गरिदिनु भएको एकदम राम्रो डक्टरहरू आउनु भएर चाहिँ आफ्नो समस्याहरू निर्धक्कसँग भन्न पाइयो। शिविर आहा भनेर चेक गर्न आएको राम्रो रहेछ। नसा सम्बन्धी हड्डी सम्बन्धी पाटेघर सम्बन्धी हेरिदिनु भयो। मलाई राम्रो लाग्यो। दबाईहरू दिनुभयो। धेरै खुसी लाग्यो। यस्तो शिविरहरू सधैँ आइदिनु भएमा झन् राम्रो। महिला स्वास्थ्य तथा क्यान्सरको स्क्रिनिङ प्रोग्राम हामीले सफलतापूर्वक सञ्चालन गरेका छौँ। यस शिविरबाट चाहिँ हाम्रो महिला सम्बन्धी जुन लुकेका रोगहरू हुन्छन्, क्यान्सर हुन्छ कतिमा, त्यो क्यान्सर हाम्रो कतिको चाहिँ लुकेको हुन्छ, पछि गएर ढिलो डायग्नोसिस भएर ढिलो उपचार गर्दाखेरि कतिको त ज्यान पनि जान्छ। तर यो चाहिँ हामीले अहिले नै चाँडो डायग्नोस गऱ्यौँ र चाँडै ट्रिटमेन्ट गर्न पायौँ भने चाहिँ कति आमा कति महिला हाम्रो समुदायको महिलाहरूको ज्यान बच्ने खालको रोगलाई चाहिँ उपचारमा चाहिँ सहयोग गर्नुभयो। त्यो चाहिँ सम्भव नेपालबाट आज सम्भव भएको छ। नभए पनि हामीले सम्झनै पर्छ। उहाँले हामीलाई धेरै यो अस्पताल सञ्चालनार्थ धेरै सहयोगहरू गर्नुभएको छ। त्यही भएर नै हामीले यो अस्पताल स्थापना गर्न सम्भव भएको छ। यो गरेर ल्याएको है। खास गरी यो हाम्रो क्याम्पमा हामीले जुन फोकस गरेका छौँ पाठेघरको मुखको क्यान्सरहरू हेर्ने भनेका छौँ, यो एउटा एकदमै जरुरी नै हो। किनभने नेपालमा महिलाहरूको क्यान्सरले हुने मृत्युमा पाठेघरको मुखको क्यान्सर नम्बर 1 हो। हाम्रो मेन फोकस चाहिँ के भनेदेखि यो चाहिँ क्यान्सर लाग्नु अगाडि नै हामीलाई यसो केही लक्षणहरू देख्छौँ, जसलाई हामीले CIN भन्छौँ होइन। त्यसमै उपचार गर्न सकियो भने चाहिँ हामीले त्यो क्यान्सर हुनबाट जोगाउँछौँ। भोलि यस्तै खालको शिविर अथवा यही अस्पतालले नै भ्याइएको स्क्रिनिङ नियमित गर्न सक्यो भने पाठेघरको मुखको क्यान्सरबाट हुनबाट पनि यसलाई रोकथाम गर्न चाहिँ सक्छौँ।